योभन्दा अगाडिको डिस्कोर्समा हामीले एडिक्सनको फन्डामेन्टलाई एक्सप्लोर गर्ने प्रयास गरेको थियौँ नि त। अनि त्यो एक्सप्लोरेसन, त्यो एक्सपेडिसन को दौरान हामीले के कुरा फिगर आउट गर्ने चाहिँ मौका पाएको थियौँ भन्दाखेरि एडिक्सन इन अ रियल है, एक्चुअलीमा एडिक्सन प्रब्लम होइन रहेछ नि त। प्रब्लम होइन रहेछ नि त एडिक्सन। तर एडिक्सन के कुरो रहेछ भन्दा त एडिक्सन हामीहरूले नै इस्टाब्लिस गरेको कुनै एउटा प्रब्लम र त्यो प्रब्लमको रेजोल्युसनको रूपमा भनौँ न चोइस गरेको चाहिँ मेकानिजम रहेछ नि त एडिक्सन होइन र। जस्तो यो बुझ्नलाई अलिकति हामीलाई गाह्रो हुनसक्छ सायद, त्यसलाई अब एउटा एक्जाम्पलको रूपमा हामीले बुझ्ने प्रयास गरौँ न फेरि पनि। जस्तै हामीलाई प्यास लागेको छ, हाम्रो पहिलो इन्स्टिङ्क्ट के हुन्छ त भन्दा त्यो प्यासलाई तृप्त गर्ने, त्यो प्यासलाई सेस्युएट गर्ने चाहिँ जल खोज्ने हाम्रो पहिलो इन्स्टिङ्क्ट हुन्छ नि त। अब प्यास प्रब्लम भयो नि त। अब सल्युसनको रूपमा चाहिँ समाधानको रूपमा हामीले के कुराहरू चाहिँ खोज्छौँ त? जल होइन र? हो। अब के भयो त त्यो जल नै के भयो हाम्रो लागि? प्यास समस्या थियो, जल हाम्रो लागि समाधान भयो। तर अब हामीलाई जति हामीलाई प्यास लाग्छ, हामीलाई त्यति नै हामीलाई के लाग्छ? हाम्रो इन्स्टिङ्क्ट के बन्छ? सल्युसन खोज्ने, जल खोज्ने। अनि त्यो जलमा हामी बिस्तारै के हुन्छौँ? निर्भर हुन पुग्छौँ क्या, डिपेन्डेन्ट हुन पुग्छौँ। यो एक्जाम्पल हामीले योभन्दा अगाडिको डिस्कोर्समा हामीले सेयर गरेको थियौँ नि त। एउटा सर्भाइभल मेकानिजमको रूपमा, एउटा स्केपिङ मेकानिजमको रूपमा हामीले एडिक्सनलाई चोइस गऱ्यौँ। यो सिम्पली एउटा एक्जाम्पलको लागि हामीले सिम्प्लिफाइड गरेको है। तर अब के त एक्चुअल प्रब्लम जस्तै अहिलेको प्यास थियो नि त, त्यो प्यास जस्तै मेटाफोरमा त्यो एडिक्सनको रूपमा हामीले चोइस गरेको सब्सटेन्स या कुनै पनि मिडियम्स थियो नि, त्यसको एक्चुअल प्रब्लम चाहिँ के हो त? त्यो कुरा चाहिँ हामीले फिगर आउट गर्न एकदमै जरुरी छ। हामीहरूले एडिक्सनको मिडियम्स चोइस गऱ्यौँ किन? के चाहिँ कुरा हाम्रो लागि प्रब्लम हो र सोल्युसनको रूपमा हामीले यो कुरा चोइस गऱ्यौँ? त्यो प्रब्लमलाई चाहिँ फिगर आउट गर्नलाई, एकदमै फाइन्ड आउट गर्नलाई चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। एडिक्सनलाई फाइट गर्नुभन्दा पनि पहिला हामीले गर्नुपर्ने चिज चाहिँ के त भन्दा समस्या चाहिँ के त? त्यो समस्या चाहिँ फाइन्ड आउट गर्नुपर्छ। सोल्युसन भन्दा पनि समस्या के थियो र हामी केसँग भाग्नलाई चाहिँ यो कुरा चाहिँ एडिक्सनसँग चाहिँ हामी चेस गर्न पुग्यौँ, त्यो कुरालाई हामी फलो गर्न पुग्यौँ भने खोज्न पुग्यौँ त, त्यसमा हामी लत लाग्न पुग्यौँ भन्ने कुरा चाहिँ एकदमै जरुरी विषय छ। के त समस्या? केसँग भाग्न खोजिरहेछौँ हामी? त्यो कुरा हामीले एनालाइसिस गर्न सकेको छौँ कि छैन आफूले? के कुरा समस्या हो के हाम्रो? एक्चुअलमा के कुरा चाहिँ हाम्रो प्रब्लम हो त? त्यो कुरा हामीहरूले आफैले पहिला फाइन्ड आउट गर्नुपर्छ त्यो कुरालाई। अनि बल्ल हामी एडिक्सनको के भन्ने, यो एउटा के भन्ने यसलाई, दलदल भनौँ यसलाई, ल दलदल भनौँ न त। यो दलदलबाट हामी आफूलाई पार लगाउन सक्छौँ। तर त्यसको लागि हामीले के गर्ने? पहिला अघि भने जस्तै त्यो प्रब्लमलाई चाहिँ फाइन्ड आउट गर्ने। अब कसरी फाइन्ड आउट गर्न सकिन्छ त भन्ने कुरा पनि त फेरि प्राइम छ, होइन र? कसरी फाइन्ड आउट गर्ने त त्यो चिजलाई? यो क्वेसन चाहिँ हामीले आफूलाई गर्नुपर्छ। पहिला प्रब्लमलाई चाहिँ खोज्नु पर्यो। हामीले चाहिँ भागिरहेको चिजलाई चाहिँ पहिला हामी आफैले फिगर आउट गर्नुपर्छ है, त्यो दलदलबाट निस्किनुभन्दा अगाडि।